रवि लामिछानेले संसदमा बोलेको कुराले तरंगित बन्यो भारतीय संसद। हजारौं वर्षदेखि दलितमाथि गरिएको अन्यायप्रति रविले संसदको रोस्टमबाट माफी मागेपछि नरेन्द्र मोदीले पनि लोकसभा संसदबाट माफी माग्नुपर्ने माग। नेपाल में नई सरकार बनी, उन्होंने कहा हम दलितों से साझी रूप से माफी मांगेंगे कि जो हमने उनके साथ अन्याय किया। ये सदन कब उनसे माफी मांगा जिनके साथ हजारों साल अन्याय हुआ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा गरेको ऐतिहासिक क्षमा याचनाको प्रभावले छिमेकी राष्ट्र भारतको लोकसभा संसद तरंगित बनेको छ। अन्तर्राष्ट्रिय मञ्चमा गुन्जिएको लामिछानेको आवाजले शताब्दीौंदेखि दबिएका, थिचिएका र सीमान्तकृत बनाइएका दलित समुदायप्रति रवि लामिछानेको धारणाले छिमेकी राष्ट्र भारतको विधायिका लोकसभामा समेत ठूलो हलचल पैदा गरिदियो। नेपाली संसदीय इतिहासमै विरलै देखिने यस्तो मानवीय र जिम्मेवार राजनीतिक संस्कारको बाछिटाले भारतीय राजनीतिज्ञहरूलाई समेत आफ्नै इतिहास र वर्तमानमाथि प्रश्न उठाउन बाध्य तुल्याएको छ। एउटा शक्तिशाली सत्तापक्षीय दलको नेताले संसदमा उभिएर अहंकार होइन बरु पुस्तौंदेखिको अन्यायप्रति झुकेर हात जोडेर माफी माग्ने साहस गर्दा त्यसको पराकम्प दिल्लीको